सबैजनालाई जय मसी। आज चाहिँ म मोमो बनाएर खाँदैछु। हेरौँ कस्तो हुन्छ है। मोमोको लागि चाहिँ मैले चिकन लिएर रेडी गरिरहेको छु र अब म चाहिँ किमा बनाउँदैछु। किमा हाम्रो रेडी भइसक्यो। अब चाहिँ हामी प्याज काट्नेछौँ, खोर्सानी काट्नेछौँ, धनियाँ काट्नेछौँ र त्यसलाई सबलाई मिक्स गरेर चाहिँ हामी चाहिँ मोमोको लागि रेडी गर्नेछौँ। नानीलाई चाहिँ त्यो चक्कु नलाएर चाहिँ रिसोर्ट चाहिँ प्याज काटेर छोडेर तपाईँ नै काट्नु भनेर मलाई काट्न पठाएँ। अनि हाम्रो रेडी भइसक्यो, सबै कुरा रेडी भइसकेको छ। हामी चाहिँ सबलाई मिक्स गर्नेछौँ। म यो सबै मिक्स गरेको भिडियो चाहिँ राम्रोसँग तपाईँहरूलाई देखाउन सकिनँ। यसमा चाहिँ मैले चिकन मसला हालेको छु, हल्दी हालेको छु, नुन हालेको छु, धेरै हालेको छैन किनकि धेरै मसला थिएन। अनि यसमा चाहिँ मैले चाहिँ अदुवा पेस्टको अचार मिक्स गरेर हालेको छु अनि त्यसमा तातो तेलमा मिक्स गरेर हालेको छु। भिडियोमा देखाउन सकिनँ किनभने चाहिँ भिडियो आफै बनाउने, मोमो पनि आफू बनाउने भनेर अलिक गाह्रो भइरहेको थियो। तर चाहिँ तपाईँहरूलाई चाहिँ फुल भिडियो राम्रोसँग चाहिँ मोमो बनाएको भिडियो हेर्न मन छ भने चाहिँ कमेन्ट गर्नुहोला। म चाहिँ अर्कोचोटि गयो बेला चाहिँ म बनाएर चाहिँ तपाईँहरूलाई देखाउने छु। हाम्रो मोमो चाहिँ रेडी भइसकेको छ। त्यति हेर्दा राम्रो छैन तर चाहिँ खाँदा चाहिँ राम्रो भएको छ। अचार बनाएको थिएँ, अचारको भिडियो पनि बनाउन सकिनँ। अनि चाहिँ चिकनको सुप पनि बनाएको थिएँ, त्यसको भिडियो पनि म त्यसमा हाल्न सकिनँ किनभने चाहिँ मसँग टाइम पनि थिएन। अनि भिडियो बनाउनु आफै बनाउने आफै पाउँदा चाहिँ धेरै टाइम लाग्दो रहेछ। अनि त्यस कारण चाहिँ मैले चाहिँ अलिकति चाहिँ तपाईँहरूलाई चाहिँ यो भिडियो देखाउन सकेको छु। हेर्नुहोस् र कस्तो लाग्यो आजको मोमो। मलाई त धेरै नै राम्रो लाग्यो। फर्स्टचोटि बनाएको अनि फर्स्टचोटिको यतिको टेस्ट चाहिँ ठिकै थियो, तर चाहिँ अर्को चिज चाहिँ अझै राम्रो हुनेछ। धन्यवाद तपाईँले हेर्नुभएको निम्ति। र हाम्रो मम्मीले खाँदै हुनुहुन्छ। मम्मीले चाहिँ आज नेपालको मोमोको याद आयो भन्दै हुनुहुन्थ्यो। त्यो हो कि होइन तपाईँ हेर्नु कमेन्ट गर्नु होला।